हेलो एभ्रिवान वेलकम टु एडिसन द ब्लॉग। आज हामी बलुन मठमा जाने हौ। बलुन के थियो देरी बेलुन मठ। सो गाइस अब हामी बाटोमा छौँ। फ्लाइओभरिङबाट हामी माथि गइरहौँ अनि हामी हिँड्दै छ हाम्रो बेलुन मठमा। बेलुन मठ भनेको एउटा राम्रो ताजमहल जस्तै ठाउँ हो जो कि एकदम राम्रो हुन्छ अनि हामी त्यही जानेवाला छौँ। त अब यहाँ बाटोबाट हिँड्दैछौँ अनि त्यहाँ बिल्डिङ नि छ अनि कति सुन्दर नजारा छ यहाँ अनि हामी हिँड्दै 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 गएर पुगिहाल्छौँ गाइजहरू। अनि हजुरहरूलाई मेरो भोइस पनि धेरै मन परेछ है। त्यहाँ म अब ती भोइस ओभरिङमा म मात्र बोल्छु भन्ने हजुरको लागि खुसखबरी हो। अब म भोइस ओभरिङमा म मात्र बोल्छु। अनि यहाँ ब्रिज पार गरिसक्यौँ हामीले। अगाडि रातो ट्रक छ अनि यो रुखहरू एकदम मन पऱ्यो कि मलाई किनभने यस्तो गोवा ब्रिज जस्तो लाग्यो कि मलाई यस्तो हेर्दाखेरि अलिकति। यो इन्डियाको धेरै पुरानो जग्गा हो। यहाँ एकदम कुराहरू हुन्छ जस्तो कि यहाँ बोट छ, यहाँ जेट प्लेन छ अनि यहाँ अझै कुराहरू छ लाइक दिस यो ट्याङ्क जो कि आर्मीमा युज हुन्छ अनि यो टेरीको पोल्टन। ल अब यसकै अगाडि हाम्रो छ सुन्दर प्रिन्सेप घाट जता हामी बोटिङ गरेको जो कि एकदम राम्रो ठाउँ हो अनि जता हाम्रो एकदम मजा आउँछ। समुद्रमा मजाको नजारा आउँछ, सनसाइन पाउँछ, एकदम मजा आउने जग्गा भनेको प्रिन्सेप घाट हो। अनि अब हामी अगाडि जाँदैछौँ अनि हामी यहाँ पुग्यौँ अनि यो चाहिँ हाम्रो हो हाउडा ब्रिज। नजिकबाट देखिराख्यौँ यस्तो खतरा देख्छ, यस्तो अझै नजिक गयो भने यस्तो देख्छ, एकदम खतरा देख्छ। यो चाहिँ हाम्रो अङ्ग्रेजहरूले बनाएको हो अनि एकदम खतरा गराएको अनि यो यस्तो राम्रो देखिन्छ अनि अङ्ग्रेजहरूले गराएको एकदम सही लाग्यो क्या। अनि अब हामी यसकै तलबाट गइरहौँ हो। यो नदीमा हामी बोटिङ गरेको हौँ। अब हामी अगाडि जाँदै हौँ। फुल भिडियो हेर्नु होला हजुरहरूले अनि रमाइलो गर्नु होला, एन्ड तक भिडियो हेर्नु होला गाइस। अनि यो चाहिँ हाउडा स्टेसन हो जता चाहिँ मान्छेहरू यताउता जान्छ जो कि अङ्ग्रेज गरे जस्तो लाग्यो। अनि यो चाहिँ मेन गेट हो जताबाट हामी अब बेलुन मठमा सिधा मिल्छौँ। त अब हामी पुग्यौँ बेलुन मठमा जो कि एकदम सुन्दर र ठुलो राम्रो जग्गा हो। हजुर अगर राम्रो जग्गा हेर्नु छ भने यता आउनु होला। अनि तर यसमा चाहिँ फोटोहरू भिडियोहरू लाउनु मिल्दैन। त्यहाँ हजुर हेर्ने मात्र छ भने आउनु, भिडियो गराउनु छ भने नआउनु। अनि यो भिडियो चाहिँ मेरो दिदी नोकी गराउनु भएको हो अनि यो एकदम राम्रो छ। मजाले गर्नु मिलेन किनभने यस्तो लुकी गर्नु पर्थ्यो नि त। अनि यो चाहिँ बेलुन मठ कति राम्रो लामो छ अनि ताजमहल जस्तो लाग्यो माथि। अनि यहाँ चाहिँ आउनी साउनी पनि छ, हामी गएनौँ तर। अनि यो चाहिँ हो बेलुन मठ अनि हजुर हेर्ने मात्र हो त्यहाँ भिडियो गर्नु पाउनुहुन्न। यो चाहिँ क्युट एनिमल, यसको नाम के भने बिर्सेँ तर मलाई यो एकदम इन्डियामा जतै जान्छु त्यता मैले यो पाउँछु कि अनि मलाई यो एकदम क्युट लाग्छ कि भुजाहरू खाएको दुईवटा हातले कति क्युट लाग्छ कि मलाई यो मुसा जस्तो कति क्युट लाग्छ। यस्तो हातले कसरी खाएको मलाई यस्तो मनपर्छ कि। अनि यसको शरीर पनि कफी जस्तै हो त्यहाँ मैले यिनीहरू कफी भनेर बोलाउँछु कि धेरै जस्तो कफी घिरेरी। यसको नाम बेसी घिरेरी हो इन्डियनमा। म यसलाई कफी मुसा बोलाउँछु। अब ठिक कफी मुसा। अब हामी चाहिँ अहिले दक्षिणेश्वर मन्दिरमा आयौँ बेलुर मठदेखि घुमेर। यो चाहिँ दक्षिणेश्वर टेम्पल हो। हामी भित्र दर्शन गर्न जानुहुन्न तर हामी बाहिरबाट खिचेछौँ। भित्र जानुलाई चाहिँ यहाँबाट जानुपर्छ। रस्ताहरू गाडेर मोबाइल फोनहरू पनि भित्र जानु नदिँदो रहेछ। यो चाहिँ दक्षिणेश्वर टेम्पल हो। कलकत्ताको सबभन्दा ठुलो टेम्पल दक्षिणेश्वर। अब हामी यहाँ दक्षिणेश्वर टेम्पलबाट हामी हल्का घुमघाम गरेर भित्र त छिरेन। यहाँबाट छोरालाई भोक लाग्यो अरे यहाँ फुड प्लाजा पनि नजिकै रहेछ। अब यहाँ हल्का
ब्रेकफास्ट खान पऱ्यो बिहान बिहानै छ 8 बजे छ भर्खर सो गाइस अब हाम्रो भिडियो यहीँसम्म मात्र थियो थ्याङ्क्स फर वाचिङ द फुल भिडियो र लाइक एन्ड सब्सक्राइब गरिदिनु होला बाई लभ यु